एउटा नाथे सही गर्न पनि सकेनौ तिमीले? 7-7 दिन त के 7-7 वर्ष लगाए पनि मबाट हुँदैन। यत्रो पाखुरा भएको मान्छेलाई यस्तो लुरे कलम भिडाएर पनि हुन्छ? चाहिने कुरा गर्नुपर्छ नि। ठुलो मुडा उसालाई देऊ न, म स्वाट उसालाई फाट फालिदिन्छु। अब त उसले सिग्नेचर गर्न पनि जानिसक्यो नि। ही इज पर्फेक्ट नाउ। नाउ त म सजिलोसँग उचालिदिहाल्छु नि। मैले सुने तैँले 20 करोडको अर्डर पाछस् रे। त्यसको लागि तैँले सबै घरबार बन्धक राख्दैछस् रे ब्याङ्कमा। त्यसरी किन पो राख्नु पर्यो ब्याङ्कमा घर? अब म छँदैछु हेर। अब हेर, त्यसमा जति चाहिन्छ भर न लेखापढी गर्नु पर्यो, फिर्ता पनि गर्नु परेन। अय्या, तैँले मलाई थप्पड किन हानिस्? किनकि त्यो भन्दा राम्रो जवाफ मसँग थिएन। पढेको छैन भन्नुहुन्छ, तर पढे लेखेको मान्छेले भन्दा पनि मिठो बोली बोल्नुहुन्छ। कुरामा पनि के मिठो बोली बोल्नलाई पढिराख्नुपर्छ र? कोहीले पनि मिठो बोल्छ कि त्यो कुनै पाठशाला गएको हुन्छ र? गजब बेइज्जती।